हेर त यहाँ बोर्डिङमा कति राम्रो लेखिन्छ यहाँ कस्तो लेख्नु के लेख त यहाँ होमवर्क लेख त होमवर्क यहाँ लेख त राम्रो बोर्डिङमा जस्तै राम्रो अब तल यहाँ लेख्दिनु लेख्ने कि नलेख्ने अब यहाँ लेख त लेख्छ कि नै बोर्डिङमा यस्तो ज्ञानी राम्रो हुने यहाँ किन नपढ्ने हो भनिदेऊ त किन नपढ्ने हो किन नपढ्ने तिम्रो भन त के हुन्छ घर पढ्न मन लाग्दैन किन त्यसपछि म जाम छोडेर बाबा जान्छु यहाँ पढ्ने कि नपढ्ने खुरखुर लेख न के गर्नु मन लाग्छ त बोर्डिङमा चाहिँ किन हुँदैन यति ज्ञानी भएर होमवर्क गर्ने घर मम्मीलाई किन दुःख दिने भन त म्यामसित डर लाग्छ मम्मीसित डर लाग्दैन मम्मीले म्यामले जस्तै गाली गरौँ म्यामले गाली गर्नुहुन्छ र अनि मम्मीसँग चाहिँ किन त यस्तो गर्ने किन त्यसलाई मन नलाउने हो त नि तिमीले जाम छोडेर म जाम छोडेर अनि पढ्देऊ न त तिमीलाई किन हो त नि घर चाहिँ यस्तो किन हो त नि तिम्रो यहाँ बोर्डिङमा यति राम्रो कसरी भएको भन्नु त ल यति राम्रो कसरी अनि घर चाहिँ किन नभएको त बोर्डिङमा चाहिँ दिमाग खाउने घर चाहिँ दिमाग खाउँदैन बोर्डिङमा म्याडमले गाली गर्नुहुन्छ तिमीलाई बोर्डिङमा चाहिँ फुरुफुरु लेख्छौ अनि घर चाहिँ किन हो त नि एउटा होमवर्क गर्न 2 घन्टा लगाइदिने मम्मीको अरू केही काम हुन्न मम्मीको मेरो काम केही पनि छैन छोरो तिम्रो भात कसले पकाएर खानिदिन्छ त मम्मीले के गर्छु त त्यसो भए त्यत्तिकै बस्छु दिनभरि तिमीलाई खुवाइदिनुहुन्छ मम्मीको टाउको दुख्यो तिमीलाई देखेर मम्मी जान्छु छोडेर बाबा थियो होमवर्क गरौँ त जानु फोन गरिदिउँ तिम्रो म्यामलाई फोन गरिदिउँ यहाँ गर्ने कि नगर्ने होमवर्क त्यहीको हेरी हेरी यता सानो दिमाग चाहिन्छ 1 2 आउनु न तिमीलाई एलकेजी गएको फेरि नर्सरीमा हालिदिउँ अनि उहाँ बोर्डिङमा आउने दिमाग यहाँ चाहिँ बोर्डिङबाट आउँदा आउँदै कहाँ जान्छ त नि अनि होमवर्क गर्न गएको भए यहाँ होमवर्क गर न त कतिवटा दिमाग छ र तिम्रो बढी नबोलिकन यहाँ आउनु छिटो छिटो एउटा पेन्सिल भनिदिउँ म बाबालाई फोन गरिदिउँ एउटा फेरि बढी भएको तिमी अब म जान्छु अब म छोडेर गएर बाइक त त्यही बस है हो त्यस्तै गर है त्यस्तै हेर के भयो माथिको बच्चा छिटो उठेर है हेर